रमेश कुमार बस्नेत हो। मेरो चाहिँ बस्नेत चौतारी। अनि मैले चाहिँ किनभने यो बाँकी उमेरलाई मैले राम राज्यमा फर्काउँ, राम राज्य यही रहेछ, यही नेपाल देश रहेछ र अयोध्या पनि यही रहेछ र राम जन्मेको भूमि पनि यही छ, रामले चलखेल गरेको ठाउँ पनि यही रहेछ र अनि रामले धेरै देश र जनताको माया गरेर राम यो देशमा चाहिँ माया गरेको राम राज्यको अवधारणा लिएर त्यसैलाई हामीले चाहिँ यो राम राज्य, राम जन्मेको भूमि र यो अयोध्या भूमिलाई हामीले चाहिँ विश्वव्यापीकरण गरेर नेपालभरि यसको चाहिँ महत्त्व दिएर नेपाली जनताहरूलाई देशको माया गर्ने युवाहरूलाई देशको माया गर्नुपर्छ भन्ने एउटा सन्देश दिन खोजेको र युवालाई चाहिँ यो देशमा माया गर्यो भने यो देशले काँचुली फेर्छ, यही भन्ने कुरा नै हो मेरो चाहिँ। र यो बाँकी उमेर मैले चाहिँ यो अभियानलाई राम राज्यमा फर्काउने अभियानलाई मैले बाँकी उमेर दिएर जे जति गर्न सक्छु, जे जति मैले आफूले सकेको म गर्ने एउटा प्रण, एउटा चाहिँ मेरो त्यो एउटा त्याग र यही सन्देशलाई मैले चाहिँ सबैमा चाहिँ म यो अनुरोध गर्दछु, यो देशको माया गरौँ, युवाहरूलाई पनि यो देश यो संसारकै स्वर्ग देश आज संसारकै नर्क भएछ, यो युवाहरूलाई पनि यो देशको माया गरौँ है र युवाले माया गर्यो भने यो देश बन्छ है र यो देश संसारमै चिनिन्छ है भन्ने नै मेरो सन्देश हो। र रामले जसरी अब जनताको कुरा सुनेर धेरै उहरू गरेर रामले चाहिँ विदेशी साको सुख सहेल रावणको श्रीमतीले चाहिँ यही सुनको दरबारमा बसेर सुनको थालमा खाएर यहीँ बस्छ भन्दाखेरि उहाँले चाहिँ जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी, म जन्मेकै ठाउँमा मलाई प्यारो लाग्छ भनेर फर्केर वनवास उहाँले 14 वर्षसम्म वनवास गरेर त्यसमा विभिन्न भोगाई गराई दुःख पीडा सबै भएर एउटा राजकुमार राजाको छोरो त्यसरी गरेर देशको माया गरेको, यही माया सबैले यो देशलाई गर्ने हो भने यो देश संसारकै स्वर्ग हुन्छ, स्वर्ग भूमि पनि हो। यहाँ यो देशमा नफल्ने कुनै कुरा पनि छैन। आज विदेशबाट किनेर खानु परेको यो दुष्दशा यो चाहिँ ऊ देखेर मलाई चाहिँ पीडा भएको छ। यही पीडाले म यो पीडालाई मैले चाहिँ एउटा चाहिँ यो देशमा यो देशले किनेर खानुपर्ने अवस्थाको देश यो होइन र यो चाहिँ यति सुन्दर देश, यहाँ नफल्ने संसारमा फल्ने चिज देशमा फल्छ। यसैलाई मैले हाइलाइट गरेर यसैलाई सबै माझ पुर्याउने मेरो अभियान हो र हामी नेपालीहरूमा यो चाहिँ सबै सन्देश पुर्याएर र नेपाली युवाहरूलाई पनि विदेशको माया होइन स्वदेशकै माया गरौँ, यही स्वदेशमा नहुने कुरा केही छैन। यसैलाई चाहिँ हामीले चाहिँ एउटा स्वर्गभूमि बनाउँ र रामले जसरी माया गर्छन् त्यसै गरी गरौँ भन्ने र एउटा सन्देश दिन खोजेको हो। र राम राज्य यही देश भएको कारणले राम राज्यमा फर्काउने अभियान लिएर म लागेको हो। अब मैले यस्तो अभियान पहिला पनि एउटा नेपालका लागि नेपाली अभियान गरेको थिएँ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो ओजेलमा पऱ्यो, त्यस कारण मैले त्यो देशको लागि माया गरेर म चाहिँ बाँकी उमेर स्थितिमा मैले बाँकी उमेर म यसैमा बिताउन चाहन्छु र जे जति सक्छु त्यति म गर्छु र यसैमा म रमाएको छु। म रमाएर म कमाउने भन्दा नै रमाउने उसमा लागेको कारणले नै म खुसी छु, म आनन्दित छु र देशको माया गर्न पाएको छु र यो नै मेरो उद्देश्य भनौँ, मेरो आफ्नो एउटा चाहिँ भिजन भनौँ, मिसन भनौँ, मेरो चाहिँ यस्तो हो। यसैमा चाहिँ बाँकी उमेर बिताउँछु। यही मेरो चाहिँ भन्दै म आफ्ना यी शब्दहरू म यो राम राज्य फर्काउने अभियानको एकदम सकेको जति म सबै गर्ने तयार छु र म यो गरिरहेको छु र यसैमा म यसैमा खुसी छु, आनन्दित छु, म रमाएको छु। यही भन्दै मेरो आफ्ना शब्द म यहीँ
जय श्रीराम। जय श्रीराम। नमस्कार, म कृष्णप्रसाद खनाल कोटेश्वर नरफाङको हुँ। मैले जाने सामाजिक धार्मिक कार्यक्रमहरूमा विशेष गरेर रुचि राख्छु र त्यस्तो कार्यक्रमहरूमा संयोजक हुने मेरो बानी छ। त्यसै गरी आएको छु। बोल्नु न। परिचय त भयो, अरू के विषय? यो हाम्रो राम राज्य फर्काउने अभियान हाम्रो चाहिँ यो म अहिले बस्ने चौतारीमा छु। बस्ने चौतारीको चाहिँ प्रमुख जुन बस्नेज्यू रमेश बस्नेत हुनुहुन्छ, उहाँले चाहिँ यस्तो धारणा लिनुभएको छ कि हामी सबै मिलेर राम राज्य अर्थात् राम राज्यको अर्थ हुन्छ कसैलाई पनि कुनै किसिमको दुःख नदिने, जसलाई पनि सुख प्राप्ति होस् भने जनताको कुरा सुने, सनातन जस्तो रामले धोबीको कुरा सुन्नुभएको थियो त्यसै गरेर साधारण मान्छेको पनि कुरा सुनेर समस्याहरू गर्ने प्रवृत्ति हो। त्यसलाई राम राज्य भन्छ। त्यस्तो राम राज्य हामीमा आउनुपर्छ। यो चाहिँ के भने समाजले गरे पनि हुन्छ यो भन्ने उसमा विश्वासमा उहाँ लाग्नु भएको छ र धेरै जस्तो साथीभाइहरूलाई भन्नुहुन्छ हामी राम राज्यतर्फ फर्कौँ। त्यही उहाँको त्यो भनाइ मन परेको हुनाले म आज उहाँको चौतारीमा आएको छु। सबैलाई बिन्ती गर्छु, यो गऱ्यो असम्भव भन्ने कुरा केही पनि छैन। गऱ्यो भने सम्भव हुन्छ, गर्दै गरेन भने असम्भव हुन्छ। यस कारण हामीले यस कुरालाई ध्यान दिएर विचार गरेर अलिक मनले पनि सोचेर एकजना दुईजना तीनजना गर्दै यी कुराहरू सबै बाँड्दै गयौँ भने अवश्यमेव एक दिन राम राज्य सक्छ। यस कारण म सबैलाई बिन्ती गर्न चाहन्छु, यसलाई चाहिँ साधारण भनेर नछोडिदिउँ, विशेष गरेर प्रयास गर्दै जाउँ। एक दिन न एक दिन हाम्रो सङ्ख्या पुग्नेछ र राम राज्य यहाँ देख्न पाइनेछ। अस्तु। मेरो नाम चाहिँ विष्णुहरि बर्तौला हो। मेरो अहिले खास कार्य चाहिँ काठमाडौँ कोटेश्वर कोटी विनायक गणेश मन्दिरमा यसो सेवा गर्ने कामहरू चलिरहेछ। अब विषयवस्तुमा जाँदाखेरि अब रामनवमी भनौँ, रामनवमी एउटा तिथि हो। राम हुन्। रामको नाम सबैले किन लिइराखेका छन् भन्दाखेरि राम संसारमा सबभन्दा उत्कृष्ट पुरुषमा गनिने हुनाले रामलाई सबैले मान्छन्, राम भन्छन्। र रामनवमी जति बेला राम जन्मिनुभयो त्यति बेलादेखि रामनवमी तिथि हो। त्यो तिथिलाई रामनवमीको पर्व मान्दै आइराखेका छन्। रामनवमी अरू तिथि पनि मानिन्थ्यो होला। किन रामनवमी मानियो भन्दाखेरि राम यो संसारमा उत्तम पुरुषोत्तम पुरुष हुनुहुन्थ्यो, महापुरुषोत्तम। भगवान् श्रीकृष्ण लीला पुरुष हुनुहुन्थ्यो भने राम पुरुषोत्तम उत्तम पुरुष। पुरुषोत्तमको अर्थ के भने एकदम मर्यादा पुरुषोत्तम, मर्यादामा रहने, सबैलाई मर्यादा गर्ने, भाइ बन्धु प्रजा सबैलाई मर्यादा सम्मान इज्जत राम्रो संस्कार दिने, कसैसँग खास वैरभाव नगर्ने, दानवीकै सजाय दिने। र अर्को एउटा महत्त्वपूर्ण कुरो रामको के भने राम वनवास जाँदाखेरि सीतालाई रावणले हरेर लगे। त्यस अवसरमा भगवान् शिवजी घुम्दै फिर्दै पृथ्वी भ्रमण गर्दै हुनुहुन्थ्यो, माथिबाट सबैतिर हेर्दै पार्वती सतीदेवीलाई लिएर। अनि भगवान् शिवजीले यसरी ढोग्नुभयो रामलाई, राम हे मेरो इष्टदेव, हे राम आज मैले दर्शन पाएँ भनेर ढोग्नुभयो। अनि सतीदेवी दङ्ग परेर हेर्नुभयो, किन ढोग्नु भएको रामलाई? हजुर पनि त देवता हो, देवादिदेव महादेव भन्छन्, सबैले मान्छन् भन्दै रामलाई तिमीले चिनेकै छैनौ, राम मेरो इष्टदेव हुन्। राम के हो भने कुरा जसले भित्र अन्तरात्माले चिन्दछ उसले मात्रै चिन्दछ। कसरी हुन्छ त भन्दाखेरि ल
तिमी आफै परीक्षा गर भनेर पठाइदिनु भयो भगवान् शिवले। अनि राम चाहिँ हा सीता भन्दै वनमा डुलिरहनु भएको थियो। अनि सतीदेवी अलिकति अगाडि गएर एउटा रुखको फेदमा सीताको रूप लिएर टक्क यसरी बस्नुभयो, तपस्या गरेर हा राम भन्दै बसिरहनु भएको थियो। राम जाँदा जाँदै त्यही बाटोमा ठ्याक्क त्यहीँ पुगे, यसो हेर्नु फर्केर रामको नाम सुनेर यसो फर्केर हेर्नुभयो, सतीदेवी माता चाहिँ सीताको रूपले बस्नु भएको रहेछ। ओहो माता प्रणाम, साष्टाङ्ग दण्डवत प्रणाम भनेर ढोग्नुभयो रामले। देवादिदेव महादेव शिवजीलाई कहाँ छोडेर आउनुभयो एक्लै यहाँ भनेर ढोग्नुभयो। जब रामले ढोग्नुभयो त्यसपछि सीताजी छक्क तिनछक्क के बोल्नु हक्क न बक्क के बोल्न सक्नु भएन। त्यसपछि रामले प्रणाम गर्नुभयो, सीताले प्रणाम गरेर सीता आफ्नो बाटो लागिहाल्नुभयो, त्यहाँ बसि नसक्नुभयो। अनि त्यसपछि गएर महादेवलाई के भन्यो, साँच्चै भगवान् हुँदो रहेछ राम, इष्टदेव नै हुँदो रहेछ, हजुरको परमात्मा नै हुनुहुँदो रहेछ, मैले आज बल्ल चिनेँ भनेर सतीदेवीले शिवजीलाई भन्नुभयो। त्यसपछि रामले लङ्का विध्वंस गरेर लङ्का साफ सखा पारिदिनु भयो। विभीषण जिम्मे हुनुहुन्थ्यो, विभीषणले रामको भक्ति गरेको हुनाले विभीषण रामकै साथमा हुनुहुन्थ्यो। अनि रावणकी पत्नी मन्दोदरीले प्रभु राम हजुर अब यही राज्य गरेर बसियोस्, म हजुरको पत्नी मलाई पत्नी स्वीकारेर म पनि यही राज्यमा बस्छु, हजुर र म सँगै बसेर राज्य चलाउँ, सीता पनि यहीँ बसिन् भन्दाखेरि रामले के भन्नुभयो भने म मेरो देशको माया गर्छु, म मेरो देशको प्रेम गर्छु, म यहाँ राक्षसी प्रवृत्तिलाई म मेटाउन आएको हुँ, म कसैलाई मार्न काट्न तडपाउन आएको होइन, म राक्षसी प्रवृत्तिलाई मेटाएर मेरो आफ्नो देशको जनतालाई सद्धर्म संस्कार सद्बुद्धि दिएर विकास गर्न चाहन्छु। त्यसैले यहाँको राजा विभीषण बन्नुहुन्छ, म अयोध्या नै फर्किन्छु भनेर रामले जब भन्नुभयो र मन्दोदरीले ढोगेर जमिनमा पसेर ढोगेर प्रभु हजुर प्रभु नै हुनुहुँदो रहेछ, संसारको कल्याण गर्नुहोस् प्रभु, हजुरको म सधैँ भक्ति गर्छु भनेर मन्दोदरीले बिदा मागिन्। रामले पनि बिदा दिएर राम अयोध्यातिर लाग्नुभयो। आज मैले जति जे जाने यही कुरो बताएँ। जय श्री राम। मेरो घर विराटनगर, अहिले हालमा बसाइ मेरो टिकाथली हो, प्रमिला भट्टराई। श्री रामचन्द्र भगवानको बारेमा म केही बोल्न गइरहेको छु, केही जान्दिनँ, त्यही पनि यसो 2 शब्द राख्न गइरहेको छु। अब श्री रामचन्द्र भगवान मलाई पनि एकदम उहाँको चरण कमलमा साष्टाङ्ग प्रणाम गर्दै उहाँलाई सधैँभरि म आफ्नो मनमा राख्दछु। उहाँको चरण कमलमा सधैँ म शिर निभाउँदैछु। यतिकै अब भनेर आजलाई 2 शब्द यही टुङ्गाउँछु। जय श्री राम। जय श्री राम।